नेपालमा अहिले पार्टी खोलेको र पार्टीले मान्छे बोलाएको सुन्दा हाँस उठ्छ। आउनुहोस्, तपाईँ जतिको इन्टेलिजेन्ट मान्छे, तपाईँ जस्तो ह्यान्डसम मान्छे, तपाईँलाई म उचित पद दिनेछु, उचित ठाउँ दिनेछु भन्दै बोलाएको सुन्दाखेरि चाहिँ कस्तो लाग्छ भने आउनुहोस्, एउटा काँक्रो किन्नुभयो भने, एउटा लौको किन्नुभयो भने एक मुठो धनियाँ फ्रीमा भने जस्तो नि। अनि रामकुमारी झाँक्रीको मलाई त्यस्तै लाग्छ। अस्तिसम्म मकैको भात खान नपाएर केपी ओली तेह्रथुमबाट झापा झरेको, यति भ्रष्टाचार उति भ्रष्टाचार गरेको, अधिनायकवाद यहाँ त्यहाँ यति सतो सराब गरिन्। सायद नेपालमा झाँक्रीले जतिको चाहिँ सतो सराब केपी ओलीको कसैले गरेको थिएन होला। अहिले लुर्क परेर जाँदै गर्दा गरेको देख्दाखेरि चाहिँ अजिब लाग्छ क्या। यो पोलिटिक्स भनेको कुरा कस्तो घिनलाग्दो, कस्तो डटी हुँदो रहेछ। अन टप अफ द्याट थाल चाटी चाटी खाएको देख्दा यस्तो खानामा मरिहत्ते गरे जस्तो देखिनेले साँच्चीकै टनाटन करोड करोड पैसा पायो भने छोड्छन् होला त। मलाई मलाई अनि अनि अरू अरू पार्टीको पनि हेर्छु क्या। पार्टी खोलेको छन् 28वटा जति। या यिनीहरूको उद्देश्य के हो, गर्न खोजेको के हो, म छक्क पर्छु क्या।